यो पहिला अपरेसन गरिया हो के को अपरेसन गरे छोड यो टाउका उ भयो त्यो टाउकामा दुख्दो हुन्दियो फेरि बेला बेला के छ नानु के नाम हो तिम्रो अनि मुख चाहिँ सुन्ने अन्त आँखा पनि अहिले समस्या के छ अहिले समस्या त यो पेट भन्दै पहिला पेट हेर्छु म टाउको हेर्छु ल नानु माथि फर्के त हिजो पेट भन्दै थियो उत्तिखेरै अन्जर आएछ यता फर्केर सुत्नु पर्ने हैन नानु यता फर्केर सुत्न सक्छौ बस त यता बस समस्या बस डाक्टरले यस्तो समस्या भइकन डाक्टर के त सुत ल यता स्याबास के नाम हो तिम्रो कति राम्रो नानी आफै कपडा हटाउ त आफै कपडा हटाउ कहाँ दुख्छ दिदी यस साइड हैन छोरी हो कता कुन त कहाँ दुख्छ आफैले देखाउ त ज्वरो आएको छ है ज्वरो पनि छ आज कम हो धेरै आएको थियो हिजो यहाँ छैन यहाँ दुख्छ लामो सास गर दुखेछ कि छैन दुखेछ लामो सास सास फेर छोड्दा दुखेछ छैन नि दिशा भएको छ कि छैन आज हिजोबाट गरेन पहिला ज्वरो आयो कि पहिला दुख उल्टी गरी गरे भन्ने उत्तिखेरै अन्जर आउनु सुरु भयो हो र उल्टी पनि आएको छ उल्टी पनि एकचोटि पहिला कहाँ दुख्यो अनि कहाँ दुख्यो भन त पहिला कहाँ दुख्यो पहिला पहिला यो साइडमा हुनु अनि अहिले कहाँ दुख्छ अहिले तल अहिले चाहिँ कहाँ दुख्छ उल्टी पनि गरेछ खाना मन गर्छ गर्दैन खाना त खाइ हिजो पनि नसुन्छ यहाँ रगत जाँच त मिल्छ अहिले यहाँ छैन नि त यो त हस्पिटल लानुपर्छ दिदी यस्तो खोकिरहेको छ यो ठाउँ दुख्ने भनेको त राम्रो होइन हेर्नु यस्तो दुखिरहेछ या यसमा त एपेन्डिक्स पनि हुनसक्छ दुखिरहेछ उसलाई है दुखिरहेछ छटपटाइरहेछ हस्पिटल लाने व्यवस्था छ केही यहाँ के छ जाँच पडताल गर्ने केही मिल्छ यहाँ डाक्टर आज बिदा हुन आएछ के बोलाउनु न एकचोटि रगत जाँच मिल्छ अनि टाउको चोट लाग्यो कहिले हो चोट लाग्यो होइन जर्मनदेखि थियो निङ्गोको समस्या जर्मनदेखि त हाम्रो जर्मनको डाक्टर साहब हुनुहुन्छ यत्रो थियो यो अपरेसन गरियो निकाल्यो यो पटक पटक दुख्छ एक त पिटको अहिले पेटमा छ ज्वरो आएको छ उल्टी भएको छ उल्टी बेली भयो आज बिहान सुन्नुहोस् सर उल्टी भएको छ ज्वरो आएको छ पेट दुखेको छ होइन काउन्ट त हामीसँग छैन एपेन्डिसाइटिस पनि हुनसक्छ छ एपेन्डिसाइटिस पनि हुनसक्छ त्यहाँ नै छ यहाँ उसले चाहिँ राम्रोसँग लोकलाइज गर्न जान्दैन हेर्नु यहाँ एकदम छटपटाएर छ हात छोडेर हात छोडेर लामो सास 1 2 3 गर 1 फेरि 2 त्यस्तो त्यहाँनिर रिमाउन्ट चाहिँ छैन डाक्टर कुर्न त म त नकुरेको सल्लाह दिन्छु बेलमा सी हेज पेन एब्डोमेन फिभर भमिटिङ पखाला पनि लागेको छैन छैन अनि खाना मन राम्रोसँग गर्छ गर्दैन हिजो भन्दा आज खाइ सो इट क्यान बी एक्युट ग्यास्ट्रोइन्टेराइटिस or maybe appendix so she has to go But since when does she have खाली पेट symptoms? भएर दुखिया भन्दै yeah she has symptoms Since के खाएर दुखेको since when? खाली पेट भयो गरे भोक अगाएन पेट गरे ठिक छ त्यसो भए यसो उमेरमा जुगासुगा लाग्न सक्छ हैन त्यस्तो मैले छट्ट हात छोड्दा चाहिँ दुखेको छैन त्यही भएर एपेन्डिक्स नहुन सक्छ तर कम भयो कम भएको छ दुखाएको औषधि केही पनि छैन तपाईसँग केही पनि औषधि केही पनि छैन ज्वरोको थियो त्यही देखाउनु त मलाई देखाउनु त सर प्लिज सिट डाउन Since when does she have symptoms? कति दिन भयो बेलीमा त अहिले फ्रम 1 डे हिजो बिहान खाएर One day. सफा थिए यो बडी Vomiting. यस सी हेज उल्टी पनि भएन Stool? उल्टी थोरै उल्टी थोरै गरी बेली दिशा कस्तो छ दिशा दिशा त्यसै गरी हजुर हिजोबाट गरेन है हिजो बिहान अहिले त पखा लाग्यो हो I used to bring gloves and other medicines but today I didn't bring anything Stool? she didn't pass stool हिजो गरे हैन हिजो गरे at least I should have taken medicine for the अहिले worms पखाला लाग्यो I didn't bring anything for the first time today यसो गरौँ तपाईलाई म मेरो फोन नम्बर दिइराख्छु अलिकति पनि तलमाथि भयो अलिकति पनि अब अहिले चाहिँ होला जुगासुगा लाग्यो भए पनि ठिकै छ भाइरल हुन्छ बच्चालाई प्रायः जसो हैन भाइरल होला बच्चा जुन बसिरहेछ ठिकै छ औषधि चाहिँ म के खाने म लेखिदिन्छु यहाँबाट लिएर नजिकै कहाँ औषधि पसल छ खानु होला खानुस् भएन सुधार भएन बिग्रियो भने आजै लिनुपर्छ जसरी पनि भएन मलाई तुरुन्त फोन गर्नुस् के गर्नुपर्ने त्यसो गरौँ है She has fever? fever yeah Fever. it may be Yeah, looks like. yeah ल नानु ठिक हुन्छ है तिमी गुड मान्छे है त ल त्यसो राम्रो गाई चिन्ता लिनु पर्दैन झोलकुरा खुवाउने भाइरल पनि हुनसक्छ अहिले झोल कुराहरू खुवाउने है
केही समस्या पऱ्यो भन्ने है त बाई बाई नानी